नमस्ते। आज हामी अङ्गुरको करी बनाउँदैछौँ है त। अब यसमा के मसलाहरू के इन्ग्रिडियन्ट्सहरू के जान्छ म हजुरहरूलाई सानो बताउँछु। चाहिँ फर्स्ट अफ अल हाम्रो चाहिँ अङ्गुर छ, यो अङ्गुर हुन्छ। त्यस पछाडि हाम्रो कसुरी मेथी छ, प्याज छ, बटर छ, त्यस पछाडि दही छ, क्रिम, जिन्जर गार्लिक पेस्ट, त्यस पछाडि हाम्रो यो होल गरम मसला छ। त्यसपछि यो मकन चाहिँ स्पेसली यो मकन पनि हामी चलाउँदैछौँ आज। त्यस पछाडि मसलाहरूमा बेसार छ, जिरा छ, जिराको पाउडर, धनियाँको पाउडर छ, कस्तुरी मेथी सरी त्यो तपाईँको काश्मिरी लाल मिर्च छ र नुन छ है। अब हामी यसलाई एकचोटि पकाएर ट्राई गरौँ है त। यो चाहिँ बटर एड गर्छौँ। त्यसमा हामीले घिउ एड गर्न पनि सकिन्छ है। बटर बटरमा हामीले घिउ एड गर्न पनि सक्यो। अब यसमा हामीले बटर एड भइसके पछाडि यसलाई आउट पकाउँ रोक्नु है। अब हामी यसमा चाहिँ जुन चाहिँ होल गरम मसला एड गर्छौँ, यसलाई एकछिन भुट्छौँ। यसको मजाले बास्ना आएको छ। त्यस पछाडि अब हामी यसलाई चाहिँ प्याज एड गर्छौँ है। काटेर प्याज एड गर्छौँ, मजाले यसलाई भुट्छौँ हामी। लगभग तपाईँको 3 देखि 4 मिनट हामी प्याजलाई मजाले भुट्छौँ है। ब्राउन कलरको बनाउँछौँ हामी यसलाई। ल यति मिठो बास्ना आएको छ। यो हामी प्याज भुट्दैछौँ, प्याज फ्राई गर्दैछौँ है। यसलाई हामी अलिक गोल्डन ब्राउन कलरको भए पछाडि हामीहरू ल दहीमा चाहिँ मसलाहरू मिक्स गर्छौँ। कस्तुरी लाल मिर्च pagisako saat hello tapos siguro